नमस्ते सबैजनालाई, म पिङ्की गुरुङ। हजुरहरूलाई स्वागत छ पिङ्की गार्डनमा। आउनुहोस्, आज म तपाईहरुलाई यो ह्याङ्गिङ प्लान्टको बारेमा बताउँदैछु। र यो ह्याङ्गिङ प्लान्टको नाम हो बोरोस टेल र डङ्की टेल पनि भन्छ। तर मैले चाहिँ यसलाई अङ्गुर फुल भन्छु, किनकि यो हेर्नुमा पनि अङ्गुर जस्तो लाग्छ र मैले यसलाई नाम नजानेर मैले यसलाई अङ्गुर फुल भन्थे। र यसलाई कसरी केयर यसलाई कसरी रिपोर्टिङ गर्ने त्यसको बारेमा बताउने छु। र मैले यसलाई पहिला सर्ट भिडियोमा पनि हजुरहरूलाई देखाइसकेको छु, सायद हेर्नु भएको छ होला। ल आउनुहोस् त यसको बारेमा अलिकति जानकारी बताउने। यो ह्याङ्गिङ प्लान्टलाई चाहिँ मैले यसरी बरन्डामा खिप लगाएर यसरी झुन्डाएर राखेको छु। र हेर्नु कति सुन्दर हुन्छ, एकदम दुरबाट हेर्दाखेरि राम्रो लाग्छ। हेर्नुहोस् कति सुन्दर हुन्छ। अब फुल पनि पिङ्क पिङ्क कलरमा जुप्पा जुप्पा लाग्छ, हेर्नुमा प्यारा अनि सुन्दर हुन्छ। अब यहाँ हेर्नु, यो मेरो बेसी ठुलो पोट यो ह्याङ्गिङ पोट पनि छैन कि, सानो छ। अनि फेरि अब यसमा यो पालि मैले अलिक मलजल दिएको राम्रो नगरेर यसको के भएको छ भने यसको गुटी चाहिँ अलिक सानो सानो भएछ, नभए ठुलो हुन्छ कि यसको गुटी। अब यसलाई यस्तो नाजुक हुन्छ कि यसलाई अब अलिकति छुए कि यो सब झरेर जान्छ। त्यही भएर म यसलाई बेसी छुन्न। अब यसलाई मल झोल दिनु छ भने झोल त अब माथिबाट दिइहाल्छु। अब मल दिनु छ भने चाहिँ के हुन्छ, सामने देखा त। अब मल दिनु छ भने चाहिँ के हुन्छ, अब यो यस्तै पानी दिँदा दिँदा यस्तोमा गड्डा गड्डा भइरहेको छ। त्यही गड्डामा मैले यो लिप कम्पोजहरू, यो गाईको गोबर, काउडङहरू, अनि के अरे कोकोपिटहरू अलिकति यसमा यही दुलो दुलोमा यसरी लगाउँछु। अब रिपोर्टिङ गरौँ भन्यो भने यो पुरा खतम हुन्छ। त्यही भएर अब कसै नयाँ नयाँ प्लान्ट उगाउनुको लागि यस्तो काटेर गर्छु, नै त मलहरू चाहिँ मैले यस्तो यस्तो भित्र हालिदिन्छु। नै त यसको पुरा झरेर अब दोस्रामा हालौँ भने बहुत उयो हुन्छ कि, खत्तम हुन्छ यसको यो पत्ताहरू। यो प्लान्ट चाहिँ हाम्रो आसाममा अब यति गर्मी हुन्छ नि, 48-49 डिग्री हुन्छ। फेरि पनि यो गरम चाहिँ यसले पुरा खप्छ है। अनि पानी पनि यसलाई बेसी दिनु परेन। पानी किन दिनु परेन भने यसको गुटीमा पुरै पानी हुन्छ। अनि यसले पानी यसमा भरिपूर्ण पानी छ, त्यही भएर यसलाई बेसी पानी दिनुहुन्न। यसलाई बचाउने मेन कारण हो पानी। यसलाई पानी बेसी दिनुहुन्न। यो कोपिला लागेको हो, अब यो चाहिँ फुल्नु आँटेको हो। अब अप्रिल महिनातिर पुरा फुल्छ यो, लामो लामो हुन्जेली केटाकेटीले हिँड्ने केटाकेटीहरूले अब के मन परेर यसरी छिल्दिन्छ के, झ्याम छिल्दिन्छ। बिहान उठ्दाखेरि त्यति गिरिराखेको हुन्छ। अनि त्यो गिरेको पनि म त फ्याँक्दिनँ। अब सबै त्यसलाई अब यसरी एउटा गिऱ्यो भने पनि त्यसलाई मैले यसरी गाडेर फेरि दुसरा पोटमा ग्रो गर्छु। किनकि कति आउँछ माग्नुको लागि, सबलाई त टुटारिदिनु मन लाग्दैन नि। त्यो निचे ग्रो गरेर राखेको छु भने त्यही अब तिनीहरूलाई दिइदिन्छु। अनि यसको खुबी के छ, यसमा किरा लाग्दैन है। अनि यसलाई मैले अहिलेसम्म त किराले खाएको थाहा पाएको छुइनँ। बिचबिचमा अब कहिले कहिले फङ्गिसाइडहरू दिन्छु, लेकिन मैले त्यस्तो किरा लागेर यो अब किराले खाएर यस्तो गरेर माने यो मर्ने टाइपको छैन। अब आधा उधी यो किराले खाएर आधा हुन्छ भन्ने छैन। अब डल्लो डल्लै हुन्छ, कहिल्यै किराले खाएको थाहा पाएन। बहुत सुन्दर। अनि मेरो सबसे फेभरेट ह्याङ्गिङ प्लान्टमा सबसे फेभरेट मेरो यही हो, बोरोस टेल, डङ्की टेल, अङ्गुर फुल सब भन्छु अब के अरे। अनि सबैभन्दा मेरो बगानमा ह्याङ्गिङ प्लान्टमा ह्याङ्गिङ प्लान्टमा सबसे फेभरेट मेरो यही प्लान्ट हो। अनि यो चाहिँ म सानो सानो अब ह्याङ्गिङ बास्केटमा यसरी सानो सानो, बेसी ठुलो पनि चाहिन्न, सानो सानो ह्याङ्गिङ बास्केटमा यसरी ग्रो गरेर राख्छु। यो चाहिँ माग्ने साथीहरूलाई, अब को साथीहरूले भन्छ कि तपाईँले कसरी यसरी यो प्लान्ट यो गर्नुहुन्छ, ग्रो गर्नुहुन्छ, हामीले त जति लग्यो मर्छ भन्छ। अब मेरोबाट कति मागेर लग्छ नि साथीहरूले, तर बचाउनै सक्दैन। अनि मैले तिनीहरूलाई अब यसरी यो जसले अब गर्नु सक्दैन तिनीहरूलाई मैले यसरी ह्याङ्गिङ प्लान्टमा अब ह्याङ्गिङ बास्केटमा यसरी ग्रो गरेर राखिदिन्छु। अनि तिनीहरूलाई यो पनि सिकाउँछु कि यिनीहरूलाई पानी बेसी चाहिन्न। अनि यिनीहरूको यस्तो अब यो पानीमा यिनीहरूको सानो सानो गुटी जो हुन्छ नि, त्यो गुटीमा पानीको अब्जर्भ यति पानी हुन्छ कि अब त्योमा, त्यही भएर यिनीहरूले बेसी पानी खान्न। लेकिन तिनीहरूले के गर्दा रहेछ, तिनीहरूले अब लगेपछि पानीको मात्रा बढाइदिने रहेछ। अब सुक्यो भन्दै पानी दिँदै, सुक्यो भन्दै पानी दिँदै त गर्दा हुँदैन नि त। अब यो त्यही भएर यसलाई बेसी पानी दिनु हुँदैन। यो पानीको पुरा मात्रा यसमा हुन्छ। अनि मैले यसलाई यसरी ग्रो गरेर लैजाने साथीहरूले आउँदै लिएर जान्छ। अनि यो एउटा दानाबाट यसरी पलाउँछ। अब यो दाना यसो गिर्यो भनेर फ्याँक्ने होइन। यो दाना गिरे भनेर यो फ्याँक्ने होइन, यसरी
म त अब जति दाना गिर्छु यहाँ यसरी राखिदिन्छु। अनि अब मैले मसँग जसले पनि यो प्लान्टहरू लैजान्छ म त्यसलाई त्यो पनि सिकाउँछु कि यो लगेपछि अगर माने यो नरम यति हल्का नरम हुन्छ कि यसलाई छुने बित्तिकै कति झर्छ। अनि हो त्यसरी यसरी ठाएर यो चुचो यसरी निचे गरेर रोपिदिनुपर्छ। अनि यसरी यहाँ यो पनि प्लान्ट यसबाट यो सुक्यो, यहाँ प्लान्ट भइरहेको छ। यहाँ सानो सानो यहाँ उम्रिरहेको छ। हो त्यसरी अब साथीहरूलाई अब जसले पनि लान्छ मसँग अब यो रोप्ने सिस्टम चाहिँ म सिकाइदिन्छु। अगर यिनीहरू सबै खुइलिएर गयो भने पनि यसको यो चिज चाहिँ यसरी रोप्नु, यसरी रोप्यो भने यहीँबाट फेरि नयाँ प्लान्ट निस्किन्छ। त्यसको लागि चाहिँ माटोहरू के दिन्छु, बालु त दिनै पर्छ। अनि गार्डन सोइल दिएको छु, कोकोपिट, लिफ कम्पोस्ट। अनि एक्स्ट्रा यसलाई के दिनुपर्छ, काउ डङ, गोबर। किन दिनुपर्छ भने हामी यो डङ्की टेल प्लान्टलाई एकबार लगाएपछि बार त्यसलाई उयो गर्नु सक्दैन के। त्यही भएर भरपुर मात्रामा यसलाई यो दिनुपर्छ। मल चाहिँ यसलाई भरपुर मात्रामा दिनुपर्छ, किनकि यसलाई बार गऱ्यो भने प्लान्ट खराब हुन्छ। त्यही भएर बार दिनुभन्दा बरु पहिला फासै उयो गर्दाखेरि चाहिँ रोप्दाखेरि चाहिँ मलले एकदम मजाले मल दिनुपर्छ कि यिनीहरूलाई, बार यसलाई दिनु नपरोस् भने। अनि अब पोट पनि बेसी ठुलो चाहिन्न, सानो सानो पोटमा यसरी होलमा यसरी ढुङ्गा लगायो अनि यसरी रोप्नु। अब रोप्दाखेरि चाहिँ अब यत्रो टुक्रा लियो अनि यसलाई यसरी यस्तो गर्यो। अनि अब यो माटोमा यस्तो गरेर यसरी रोपिदिनुपर्छ। यस्तो गऱ्यो। अब यता एकतिर दियो, यता अनि यो अब अघि गाछी निकालेर अब तपाईँहरूलाई देखाउँदाखेरि कति झरे अब यति झरिरहेछ। अब यो झरेकोलाई पनि फ्याँक्ने होइन कि। अब जस्तो यो सानो पोटमा अब यो ती खोला चाहिँ निचे यसरी सुताएर यसरी ठक रोपिदिनुपर्छ कि। अनि यसरी रोप्यो भने यहीँबाट फेरि प्लान्ट नयाँ भएर आउँछ, अझै राम्रो भएर आउँछ। यो सबैबाट निस्किन्छ कि। यो साइक्लेन टाइपको जस्तो यो प्लान्ट हो कि यो, माने यो केही खराब जान्न भने। अनि यसलाई अनि साथीहरू अब यो सानो पुलीहरू पनि रोपे यो कुटिहालेको छु नि त। त्यही भएर पानी अब झम्म एक जग्गा दिनुहुन्न कि, छिप्काएर दियो। अनि सेडी एरियामा राखेर यिनीहरूलाई अब जब तक यिनीहरूको अलिक माने यो भित्र यसकोबाट अलिकति टुसा निस्किन तब तक अलिक घाममा ननिकाल्ने यिनीहरूलाई सेडी एरियामा राखेर। जस्तो लगभग 15 दिन यिनीहरूलाई सेडी एरियामा राखेँ। त्यहाँबाट चाहिँ जस्तै घाम पनि यिनीहरूले घाममा राख्दा पनि केही हुन्न। अनि ल साथीहरू, यो प्लान्टहरू कस्तो लाग्यो तपाईँहरूलाई भन्नुहोला। हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।